ब्यूटी प्लस में है सर। हाँ Taring and Gore connecting bridge. आप कब बनाया था ये ब्रिज? 10-11 को पूरा हो। 11-12। अच्छा, उसी में आपको इंजरी हुआ था? 11 में भुइँ चलाउनु भन्दा अगाडि यो सोरे लगेको हो नि। अच्छा अभी यता सुदुङको पानीको अलिक प्रब्लम छ कि ल। अन्त यहाँदेखि अलिक यहाँ खर्च विन्टरमा पनि सुक्दैन पानी चाहिँ हो। अन्त यहाँबाट चाहिँ सुदुङको नि अलिक हेरेर तानेर त्यो पानी अलिक हेरिदिनुहोस् भनेर भन्नु लाग्यो नि। किनभने त्यहाँ विन्टरमा पनि भन्दा पनि जेजेएमको पाइपहरू लगाउँछ कि ल। त्यो पाइप कामै लागेको छैन, पानी छैन। जेजेएमको ट्याङ्की कहाँनिर छ? यहाँ छैन जेजेएमको एक भी नहीं बनाया? छैन ट्याङ्की। पानी नहीं पाइप पानी है सर, जल नहीं है। जल नहीं है। ओके। पानी छैन कि प्रब्लम पनि यतातिर छ। तो जो कॉन्ट्रैक्टर है उसको बोला मैले अलिकति खिचिदिनुहोस् न यो फुल मात्रै मजाले निकालिदिनुहोस्। मेरो क्यामेरा राम्रो। यो के गर्नुहुन्छ त तपाईले? यो हामीले अचार पनि खान सक्छौँ हो। हामीलाई कतिवटा मेडिसिन पनि हुन्छ यसले। किसका मेडिसिन? मैले चाहिँ खाएको हो। मेडिसिन चाहिँ? अन्त मेडिसिनको मतलब अब जिउहरू बोसोहरू लाग्नुदेखि चाहिँ कम गर्छ। निम्बु जस्तो अमिलो हुन्छ नि? एकदम अमिलो, त्यति अमिलो पनि खास अमिलो चाहिँ हुँदैन, ठिकैको खान सक्ने अमिलो हुन्छ। दामी सब्जी हो निरो पनि। ये क्या यूज होता है? इसका नाम पता नहीं सर, ये सब्जी है, मेडिसिन में भी काम आता है सर। किसका मेडिसिन है? मेडिसिन भूलने की बीमारी होता है ना सर, वो कम कर देता है। अच्छा, तो फिर ये तो मुझे लेना चाहिए सर। नानीहरूलाई यो बिहान बिहान दिनु एकदम राम्रो। सर आपको खिलाओ अच्छे से। यहाँबाट भागेर यहाँ देख्दाखेरि चाहिँ नि हमला गर्नु खोज्दै उहाँ अनि चाहिँ भागेर चाहिँ खुट्टाहरू पनि अहिलेसम्म दग्दी छ हो। उहाँ निकै महिना हस्पिटल पनि बस्यो, घरमा पनि निकै बसेको, अहिले चाहिँ राम्रै हुनुहुन्छ। कब हुआ था? आज से 5-6 साल आगे। अच्छा, भालू, ये तो कार्डामम ऑर्चर्ड दिख रहा है इधर। नीचे रास्ते से आए।
वो वहाँ से आया नीचे वो हाँ नीचे से नहीं वो वाला दिखा रहे थे हाँ इधर वहाँ से वो दिख रहा है वो वाला। चलो जंगल में मंगल करते हैं। यो ढुङ्गा चाहिँ पहिला ठाडो थियो अरे अघि सिधा थियो अरे अहिले चाहिँ यसरी कोल्टे भएको छ अरे अन्त यो ढुङ्गा चाहिँ तपाईँको झऱ्यो भने चाहिँ डाइरेक्ट तल जिरो तार्याङको यो जिरो जुन चाहिँ मेन हाइवे छ तार्याङको त्यहाँ डल्लै झर्छ भनेर यसो भन्दैछ अघि ल यहाँबाट छुट्टी मागेर यो अघिको बाटो गएर गोलगोल खाएर एउटा मिठाईको लागि त्यति दुःख गर्दैन यसरी गइरहेको छ। मैडम अगर पता ही है तो उन लोगों को क्यों निकाल नहीं रहा है? पंचायत को बोलते उसको निकालो इसे लाइट आगे है। कुछ रिजन होगा सर सायद तुम लोगों का बोलने से कुछ नहीं होगा। हामी चाहिँ सुदुङ लाइन आइसक्यो हो सुदुङको माथि तारिङ स्कुलको मुनि आइसक्यो हो आइपुग्यो अनि हामीले हेर्दाखेरि चाहिँ यो पहिलादेखि यो ढुङ्गा चाहिँ पहिला चाहिँ सिधा थियो जस्तो लाग्यो मलाई अहिले चाहिँ निकै ढल्किसकेको रहेछ अनि यो ढुङ्गा चाहिँ एटलिस्ट लडेर गयो भने भुइँचालोहरू आयो भने चाहिँ यहाँ तल सुदुङ लाइनको मान्छेहरूलाई चाहिँ एकदमै खतरा हुन्छ त्यही भएर यसको लागि केही उपाय छ भने चाहिँ तपाईँले छिटोभन्दा छिटो गरिदिनुहोस् भनेर म यही भन्न चाहन्छु। पिरो छ होला यो है पिरो छ तपाईँहरूले ट्राई गर्नुहोस् न मेरो फुलसिङ लेप्चा करेङ बस्ती धान कसो रोपेको त्यो भन्नुहुन्छ धान चाहिँ फर्स्टमा चाहिँ हामीले बाँझो बिउ लगाउँछौँ जुन मेमा होला मेमा बिउ लगाउँछौँ मेमा लगाएर त्यहाँदेखि जुलाई जुनदेखि लास्ट जुनदेखि चाहिँ हामी बाँझो मार्न थाल्छौँ त्यहाँदेखि तास्छ त्यहाँदेखि तासेर एक दुई हप्ता दिनसम्म लाग्छ त्यो जाग पुगाउनु लागि त्यहाँदेखि बादमा चाहिँ फेरि हामीले हिलाउँछ हिलाएर चाहिँ त्यहाँदेखि फेरि रोप्नु आली लगायो त्यहाँदेखि रोप्यो त्यहाँदेखि सेप्टेम्बर चाहिँ फेरि गोड्छ सबैले अक्टोबरमा एकखेप उयो के भन्छ कालो हाल्छ मुसा खेतको लागि त्यो मुसा पुरा खान्छ बिगार्छ त्यहाँदेखि डिसेम्बरमा चाहिँ डिसेम्बर लास्टमा हामी काट्छ काट्नुमा त पहिला काटेर चाहिँ 3 दिन 4 दिनसम्म राख्छ कसैले राख्दैन त्यहाँदेखि चाहिँ काटेर चाहिँ उयो थाङ्काउनुको चाहिँ बताएर थाङ्काउनुलाई तपाईँको खेतलाई झन् 50 कस हुन्छ नि हाम्रो मान्छे बेसी कोही ढिलो आउँछ कोही छिटो आउँछ सबसे भन्दा मेन कमजोरी के छ हाम्रो चाहिँ ढिलो आउनु कारणले गर्दा अलिकति हामीले काममा उयो प्रोसेस हुँदैन हामीलाई त्यति छ। अन्त यो जुन चाहिँ तपाईँको खेताला बनाउँदाखेरि खर्च कति जस्तो जान्छ होला? खर्च त अब हाम्रो मान्छेले अहिलेसम्म चाहिँ उयो गरेको छैन सबै गर्दाखेरि त जान्छ 6-7 हजार जस्तो त वान एकलमा चिकन खुवाउनु पर्यो फर्स्ट हलियाहरूले बादमा रोप्दा तास्दा त्यहाँदेखि काट्दाखेरि पनि त्यसो उयो छ चियाहरू गर्दा त्यस्तै जान्छ। तपाईँको यो के अरे धान चाहिँ कति बोरा जस्तो निक्लिन्छ होला? यहाँ तपाईँ बताएर सक्दाखेरि 18-16सम्म चाहिँ त्यसमा आउँदै गरेको गाह्रा त तपाईँको 35 आसपाससम्म भन्नु गरेको छ। न्युट्रिन सबसे भन्दा त्यो फुलमा अलिक बिग्रिन्छ फुल्ने टाइममा चाहिँ हावा आउँछ हावाले अलिक लड हुन्छ त्यसमा अलिकति हामी ड्यामेज हुन्छ मल देते हो गाय का मल देते हो? मल दिन्छ नहीं देते अहिले त्यो सिटको लागि सिट लगाउनु लागि मल लगाएर उस टाइम में देते हो इधर में नहीं देते हो? सीट के टाइम में इधर में देता है नहीं देता इधर में कुछ नहीं देता है ऐसे ही छोड़ दिया। हाँ जो सीट लगाने से पहले उसका मॉल देता है। एक दिन में कितना लेबर लगता है पूरा एरिया को कवर करने के लिए? ये सब हाँ 25-30 आसपास होता है एक दिन में। हाँ। पूरा एक ही दिन काम करते हो या एक ही दिन में सब? एक ही दिन पर डे कितना देते हैं लेबर को?
हम लोग आसपास सबको गांव को बुला लेते हो और खाना दे देते हो? खाना दे खिला। अच्छा, तो गांव ये प्रॉफिट है या नहीं प्रॉफिट है? प्रॉफिट तो नहीं है। प्रॉफिट नहीं है, फिर भी क्यों कर रहे हो? मजबूरी है। मजबूरी है। अच्छा, मजबूरी से कर रहे हो। कौन सा धान करते हो? आटे? आटे है। अच्छा, कब से कर रहे हो? पुरखों से? पुरखों से। ठीक है। और पड़ाल क्या करते हो धान का? वो रखते हैं, गाय को खिलाता है। गाय के लिए? गाय के लिए। अच्छा, पड़ाल कितना आता है? पड़ाल कितना तक चलता है? यहाँ से जो पड़ाल आएगा वो कितना दिन तक चलेगा? वो तो हम लोग हिसाब नहीं रखे। एवरेज एवरेज नहीं रखे। एवरेज नहीं रखे हो? जो भी आता है जब चढ़ोते हो तय कर देते हो। और ये काटने के लिए कितना आदमी लगाता है? वो भी 30 आदमी एक दिन में? नहीं लगते हैं, काटने में कम लगता है। कब कितना लगता है? 10-12 लगता है। फिर झड़ाई मुड़ाई? में लगता है वो 20-22 आदमी लगता है। इसी का वीडियो आपने भेजा था मेरे को शायद। मैंने सेंड किया हाँ, मैंने सेंड किया था, इसी का वीडियो सेंड किया था, इसीलिए मैं रिकॉर्ड कर रहा हूँ ना उसको। मैं एक साथ मेरे को कहानी जोड़ना है। ठीक है। यो धानको मेसिन साग्योङमा आएको छ है। पर केजीको चाहिँ कसरी तपाईँले पिस्नुहुन्छ? 8 रुपियाँ किलो। 8 रुपियाँ केजी। आपके पास कितना केजी है अभी? कितना केजी इस बार किए हो? एक बोरा पठाएको थियो, त्यसमा चाहिँ 8 रुपियाँ किलोले उधारी थियो, काटेको थियो उहाँले। टोटल कितना लिया हो? टोटल चाहिँ मैले उयोले पठाएको थियो, 8 रुपियाँ किलोले गर्दाखेरि पर बेलामा थियो बच्यो 24 वो एक बोरा है ना, उसमें 25 केजी 25 किलो 25 किलो 25 इंटू 8। ठीक है, ओके, समझ गया। 27 लाग्यो। तो धान में जाही जुन जुलाईतिर चाहिँ पुरा अब धान होसेर आउँछ, मुठा ठुल्ठुलो हुन्छ होइन, बोट ठुलो। त्यो हावा अलिक हावा चल्दाखेरि पानी पऱ्यो भने भङ पुरै लडिहाल्छ, लडेर हाम्रो पुरा उयो त्यसपछि मुसाले खाएर पुरा बिसी हुन्छ। यो धान रोप्दा तपाईँले दाल पनि लाउनुहुन्छ कि? दाल लाउँदैन किन होला त्यो? दालमा चाहिँ पुरा उयो हुन्छ, मुसा उयो हुन्छ, त्यसले गर्दाखेरि औलमा मात्रै लाउँछ, यता त लगाएको। ए है, यो चाहिँ मेरो अलिअलि भारी हो, यहाँ लगाएको 5 वर्ष जस्तो भयो। प्रायः चाहिँ विशेष के क्यालेसी के भनौँ, अलि गाईले खाइदियो उयो भयो कि त्यहाँदेखि चाहिँ फल चाहिँ यसपालि चाहिँ 15 केजीसम्म पायो। नेक्स्ट अलिक बढ्छ आशा छ। यो तपाईँले कल दिनुभयो भने चाहिँ हालौँ भनेको। तपाईँको यो कति वर्ष भयो होला? 5 वर्ष। 5 वर्ष है। अरू जग्गा कतै सार्नु भएको छ तपाईँले? ए पर जङ्गलमा? ए, यो चाहिँ मेरो गाईको लागि गएको, विन्टरमा घाँसै हुँदैन कि, त्यस कारणले गर्दाखेरि बस अलिक जाडोमा विन्टरमा घाँस नभएको बेलामा चाहिँ पराल युज गर्नुहुन्छ है? हजुर। गान्तोक। होइन, काम देखाउनु पर्यो नि त्यहाँ अन्त यहाँ केही समस्या घाइते भएको छ, अलिकति घरको छुट्टी बाबाले घाइते भएको छ। आफू कतै के मरिस सरिस फिजियोथेरापी त छैन, आजकल म पनि आउन सक्छु। बेला बेला यो जाडोमा तातो तातो दबाई आउँछ, अलिकति होसियार हुँदै बेला बेला अलिअलि आउँछ, सोचा बुढेसम्म लाग्थ्यो। अनि हामी हजुरको अनि हुन्छ सक्दो हजुरको हुन्छ अनाफुटेका फेरि पनि राम्रो प्रयास छ सम्बन्ध बोलेपछि फेरि पनि गोलगोल साथले पनि अब यहाँ छोरा अनि बाउका छोरीको बाउ तामाले राम्रो प्रयास अब यहाँ फेरि पनि बेचेको छ तातेको छ भने कोही बात नहीं राम्रो प्रयास फेरि पनि राम्रो कोसिस फेरि पनि राम्रो कोसिस सट्टै गोल गोल राम्रो
राम्रो